मायाले मान्छेलाई पागल बनाउँछ बनाउँछ नि एउटा खुसी मान्छे म अहिले कति लाइफमा ह्याप्पी छु नि मेरो लाइफमा कोही पनि छैन म यस्तो ह्याप्पी छु म आफ्नो करियरतिर लागिरहेको छु मानौँ भोलि मलाई कोही मान्छेसँग प्रेम भयो अब मलाई के हुन्छ मेरो यो फ्रिली लाइफ मलाई उसँग बोलिरहन मन लाग्छ मलाई उसँग भेटिरहन मन लाग्छ ऊ कहाँ गयो पानी परेको छ भने लुगा लगाएको छ कि छैन उसलाई जाडो भएको छ कि छैन मलाई यो चिजले चिन्ता लाग्छ कि उसको केयरिङ हुन थाल्छ त्यो भइसकेपछि अब हामीमा एउटा स्ट्रङली बन्डिङ हुन्छ भोलि प्ल्याट्ट उसले छोडिदिएपछि मेरो यो सिङ्गल चिल लाइफ सिद्धिएन अब मलाई यो जब मायामा ब्रेकअप हुन्छ न खान मन लाग्छ न हिँड्न मन लाग्छ न केही सोच्न मन लाग्छ उसैको बारेमा याद आउँछ क्या सो अभियसली त म खुसीको लाइफ पागल भइन त पागल भएर बाटोमा हिँड्नुपर्छ भन्ने छैन तर मेन्टली स्ट्रेस भयो फिजिकली स्ट्रेस भयो काम गर्न मन लाग्दैन विक बनाउँछ हामीलाई हामीमा अहिले जुन एउटा जाँगर छ नि त्यो भोलि प्रेम बसिसकेपछि त्यो प्रेम अलिकति टाढा भयो भने त्यो जाँगर स्लुत्तै हराउँछ क्या मेरो भोलि इम्पोर्टेन्ट काम छ भने पनि आफूले माया गरेको मान्छे झगडा परेर त्यो दिन एक दिन बोलचाल भएन भने त्यो इम्पोर्टेन्ट काम वास्ता लाग्दैन क्या उसले मलाई छोडिरहेछ ऊ मसँग बोलिरहेको छैन उसले मलाई टाइम किन दिइरहेको छैन भनेर उसको बारेमा सोचिन्छ उसित बोल्न मन लाग्छ आँखाभरि आँसु आउँछ क्या लिटरल्ली होइन पागल हुन्छ सिरियसली बनाउँछ